कार्य, अप्सन बीमा आकस्मिक अथवा जुनमा चाहिँ अवस्था स्थानजन्य कार्य जसलाई हामीले चाहिँ सिचुएसनल भन्छौँ। अप्सन सीमा भनेको छ व्यवस्थापकीय जसलाई चाहिँ हामीले म्यानेजरियल भन्छौँ र अप्सन ए अन्तर्गतको रहेको अर्को रणनीतिक भन्छौँ जसलाई चाहिँ हामीले स्ट्रेटेजिक कार्य भनिन्छ होइन, अथवा रणनीतिक कार्य भनिन्छ जसलाई हामीले स्ट्रेटेजिक भनिन्छ र अप्सन डीमा माथिका सबै भनिएको छ। र आधुनिक भनिएको छ जुन अहिलेको प्रणाली अनुसार अथवा अहिलेको व्यवस्थापिकीय अनुसार हेर्छौँ भनेदेखि चाहिँ के रहेको छ त कार्यालयसँग सम्बन्धित कुरा भनेको निश्चित उद्देश्य जसलाई हामीले स्पेसिफिक अब्जेक्टिभ अथवा सिचुएसनल भन्छौँ अथवा म्यानेजरियल भन्छौँ अथवा स्ट्रेटेजिक भन्छौँ। यो भनेको के हो त आधुनिक अवधारणा अनुसार भनेपछि हामीले यसमा कन्फ्युजन नभई अप्सन डीलाई करेक्ट एन्सर लगाउँछौँ है। त्यही हामी जान्छौँ 26 नम्बर प्रश्नमा होइन। 26 नम्बर प्रश्नमा के सोधिएको छ त भन्दा चुनावका लागि मतदान स्थल निर्माण गरिएको अवस्था जुन निर्वाचन कार्य अथवा मतदान कार्य भन्छौँ अथवा निर्वाचन कार्य भन्छौँ हुन्छ भने सो अवस्थालाई कार्यालय भनिन्छ वा भनिँदैन भनिएको छ होइन। अब यसमा दुईवटा कुराहरू छन्, भनिन्छ अथवा भनिँदैन भनेपछि यो त सर्भिस एरियाको एकदमै इम्पोर्टेन्ट प्रश्न भयो जसमा चाहिँ चुनावको लागि मतदान स्थल निर्माण गरिएको अवस्था सो निर्वाचन कार्य अथवा मतदान कार्य हुन्छ भने सो अवस्थाको जुन कार्य अथवा जुन अवस्थालाई चाहिँ कार्यालय भनिन्छ अथवा अफिस भनिन्छ अथवा भनिँदैन भनिएको छ। अप्सन एमा कार्यालय भनिन्छ, अप्सन बीमा कार्यालय भनिँदैन, अप्सन सीमा दुवै ए एन्ड बी र अप्सन डीमा कुनै पनि होइन भनिएको छ। अब यसमा तपाईँले कुनै पनि प्रकारको 100% कन्फ्युजन नभइकन कार्यालय भनिन्छ है। के भनिन्छ त कार्यालय भनिन्छ। ओके, दिन हामी 27 नम्बर प्रश्नमा जान्छौँ जसमा चाहिँ कार्यालयको प्रमुख कार्य के हो भनेको छ। अप्सन एमा उद्देश्य तथा लक्ष्य हासिल गर्नु, योजना निर्माण र कार्यान्वयन गर्नु, अप्सन सीमा सामूहिक कार्य गर्नु र निर्देशनमा सहज ल्याउनु भनेको छ। अब यो प्रश्नको यदि अप्सन डी अल हुन्थ्यो भने तपाईँले अल लगाउन सक्नुहुन्थ्यो, तर कार्यालयको प्रमुख कार्य भनेको उद्देश्य अन्तर्गत गर्ने कुराहरू त उद्देश्य त लक्ष्यमा राख्न सकियो नि, योजना निर्माण निर्देशनलाई सहज अथवा सामूहिक कार्यलाई भनेपछि हामीले उद्देश्य र लक्ष्यलाई हासिल गर्नु नै कार्यालयको प्रमुख कार्य हो भन्ने बुझ्नको लागि हामीले अप्सन एलाई चाहिँ कुनै पनि कन्फ्युजन बिना टिक लगाउन सक्छौँ है। ओके, दिन हामी 28 नम्बर प्रश्नमा छौँ जसमा चाहिँ कार्यालयको उद्देश्य के हुन् भनिएको छ। अप्सन एमा योजना निर्माण तथा कार्यान्वयन गर्ने, अप्सन बीमा सङ्गठित गरी अथवा सङ्गठित निर्माण गरी समन्वय र सहकार्य गर्ने। त्यसपछि हामीसँग अर्को अप्सनमा के रहेको छ त भन्नुहुन्छ भने सूचना सङ्कलन गर्ने र अप्सन डीमा माथिका सबै भनिएको छ। फेरि प्रश्नलाई हेर्दा कार्यालयको उद्देश्य के हुन्छ त भन्दा योजना निर्माण तथा कार्यान्वयन गर्ने मैले तपाईँलाई माथि भनेको थिएँ, यदि अप्सन डी भएको सबै लगाउँदा ठिक हुन्थ्यो भनेर, जसमा अप्सन बीमा सङ्गठित निर्माण गरी समन्वय र सहकार्य गर्ने,